दर्शक यतिखेर म दक्षिणकाली मन्दिरमा आएर भूतनाथ अघोरी अघोरी बाबाको दर्शन गरेको छ। अनि बाबाजी कति भयो यो? म बाबाजी म प्रेमबहादुर खत्री। प्रेमबहादुर खत्री नेपाली। घर चाहिँ कहाँ? मेरो घर चाहिँ दोलखा कहाँनिर? अनि यहाँ पशुपतिजीका यो दक्षिणकाली परिसरमा रहेर यो सेवा गर्नुमा कति भयो? यो मैले टोटल यो नेपालमै सेवा गरेको त अब मेरो कमसेकम 40 वर्ष भयो। अहिले म 57 वर्ष पुगेँ। 57 वर्ष पुगेँ म अहिले। तपाईँ पहिला त यहाँ मैले देखेको थिइनँ। यहाँ बाउबाजेहरू हुन्थ्यो, अब अहिले म छु। म शनिबार बाहेक अर्को दिन आउँदैन। ए शनिबार मात्रै आउनुहुन्छ तपाईँ? ए ल मलाई तपाईँको हातबाट आशीर्वाद नाम भन्नु। यतिखेर म हजुरको नाम भन्नु। म युवराज चौलागाई। ल युवराज चौलागाई नाम शनि सङ्कट भामरी राहु केतु नौकरो ओम त्रयम्बके यजामहे सुगन्धि पुष्टिवर्धनम् उर्वारुकाय वन्दनामि मृत्यु मुक्ताय नमः सदा सुखी हो चिरञ्जीवी आयु हो साँटेको सीताको काम पूर्ण होस्। दक्षिणकाली आमाले सदा रक्षा गरोस्। जय महाकाली। बुवालाई छैन तपाईँसँग? भइसक्यो। ल यतिखेर अब आउँछ मेरो बाबुले यतिखेर जय महाकाली नमः। बाबासँग चाहिँ दक्षिणकालीमा आशीर्वाद जय महाकाली ग्रहण गर्दैछ। सदा सुखी भवन्तु। आज बाबु नानी सहित म दक्षिणकाली दर्शनको लागि यहाँ आइपुगेको छु। अब छोरी यतिखेर बाबासँग चाहिँ टिका आशीर्वाद दिँदैछ। अब सदा सुखी होस्। सानो बाबुलाई पनि म तपाईँको चाहिँ यतिखेर चाहिँ यहाँ बाबासँग चाहिँ टिका तथा आशीर्वाद ग्रहण गराउँदैछु। चिरञ्जीवी आयोस् सदा सुखी होस्। तपाईँ युवराज हो? हो आमा हो। सन्चै हुनुहुन्छ? हजुरको घर म लमजुङ हो बाबु। लमजुङ हो? ए मैले तपाईँले चिनेर के हो? ल आमा ल। अब हामी फोटो खिचौँ दुईजना। यतिखेर दक्षिणकाली मन्दिरको दर्शनमा हामी आएका छौँ। बाबु नानी सहित हामी आज शनिबारको दिन भएर यति भिडभाड छ। यति भिडभाड छ तपाईँको यो दक्षिणकाली मन्दिरको परिसर तपाईँलाई मैले देखाइरहेको छु। यति भिडभाड छ कि अब यहाँ मन्दिरमा कोही साध्य छैन होइन, एकदम गाह्रो छ। यतिखेर तपाईँले दक्षिणकाली मन्दिर परिसरबाट मैले तपाईँलाई देखाइरहेको छु। बाबु नानीहरू यतिखेर दर्शन गर्नको लागि मन्दिर परिसरमा हुनुहुन्छ र अघोरी बाबा दोलखाको हाम्रो नेपालीमा श्री श्री 1008। अरू के भन्नुहुन्छ बाबा? यो अब नेपालीमा हामी श्री श्री 1008। अब मैले भन्ने के राजनीति विषयमा त मैले केही भन्दैन, तर धार्मिक हिसाबले अब तपाईँको कृपा, तपाईँको जो सत्यता छ त्यो सत्यतालाई कायम राख्नुहोस्। अब यो देशलाई सुधार गर्नुहोस्। हजुरको धेरै नाम चलेको छ। जय नेपाल, जय श्री गोरखनाथ। किन नचिन्नु? अब तपाईँलाई नचिन्ने को छ र? है धेरै धन्यवाद छ अघोरी बाबा, धेरै धन्यवाद छ। हस् एकदम। अब विशेष गरी आज दक्षिणकालीको यो पवित्र पुण्य भूमिमा हामी दर्शन गर्नको लागि आइपुगेका छौँ र असाध्यै आज शनिबारको यो भिडभाडमा दर्शन गर्नको लागि एकदमै गाह्रो भइरहेको छ। यहाँ धेरै भक्तजनहरूलाई एकदम असहज पनि देखिन्छ। धेरै भिडभाड भएको कारणले गर्दा सबैजना पूजाआजामा व्यस्त हुनुहुन्छ। यहाँ बाबु नानीहरू पनि पूजाआजामा व्यस्त हुनुहुन्छ। ल अब हामी हुन्छ गुरु फोटो खिच्छौँ है त। ल ल।